मेरी क्रिसमस टु अल। आज 25 डिसेम्बरको दिन म चाहिँ यहाँ लेक साइडको यो पामे जाने बाटोतिर छु होइन। फुड ट्र्याक हुँदै आएँ, यति भिड छ आज 25 डिसेम्बरको दिन। जाडो चाहिँ एकदम मौसमले चाहिँ आज साथ दिइरहेको छैन, देखिरहनु भएको छ। डे त्यति क्लियर छैन, मौसम त्यति सफा छैन, बादल लागेको छ। त्यही पनि टेम्परेचर अलमोस्ट यहाँनिर त्यति जाडो त नभनौँ, तर 16-17 को टेम्परेचर आज देखाइरहेको छ है। म ठिक्कै यहाँनिर पछाडितिर देखिरहनु भएको छ, फेवा लेक देखिरहेको छ। उति क्लियर देखिरहनु भएको छैन, किन भन्दाखेरि यहाँ तुवालो लागेको छ आज फर्स्ट टाइम। यो बाटो पामे जाने बाटो है। मैले यसो बहिनीको यतातिर प्राय हिँड्दाखेरि यो बहिनीलाई म चिन्छु। यहाँ स्ट्रिटमा उसले चाहिँ एउटा सानो दोकान थापेको छ, पसल थापेको छ। त्यहाँनिर चाहिँ भनौँ न पानीपुरीदेखि लिएर चियाहरू चटपटहरू बेच्छ है यो बहिनीले। यसो एउटा कफी पनि खाँदैछु मैले। र 25 डिसेम्बरको दिन हो। पछाडि देखिरहनु भएको छ मेरो पछाडितिर यसै पर्यटकहरू, युवा युवतीहरू यसरी नै हिँडिरहेको छ, रमाइलो गरिरहेको छ। यो साइड तपाईँले हेर्नुहुन्छ भने पुरा लेक साइड फुड ट्र्याक हो। त्यहाँनिर आज एकदमै धेरै बाक्लो उपस्थिति देखेँ मैले, एकदम क्राउड छ त्यहाँनिर है। यता कस्तो रहेछ इन्भाइरोमेन्ट यो पामे जाने बाटोमा भनेर हेरेको। जे होस् युवा युवतीहरू एकदमै गइरहेको छ पामेतिर, देखिरहनु भएको छ। स्कुटर बाइक यसरी नै गइरहेको छ। अब आज अलमोस्ट सबै सरकारी अफिसहरू, स्कुल कलेजहरू, प्राइभेट सेक्टरहरू प्रायः आज बन्द नै देखिएको छ। बन्द नै छ, हलिडे हो। र यो हलिडेको फाइदा उठाएर म पनि आज जाडोको मौसममा एक्लै है यो यसो कस्तो रहेछ यहाँको इन्भाइरोमेन्ट, लेक साइड पामे जाने बाटोमा आज कतिको चहल पहल छ भनेर यसो हेर्नु आएको। यो रमाइलै छ, देखिरहनु भएको छ। यो पामे आज एकदमै भिड हुन्छ, एकदमै। त्यहाँ कसो भन्दाखेरि सायद मेलाहरू त केही छैन मैले जे जानकारी पाएको छु, तर पनि त्यहाँनिर आज मानिसहरू अब रेस्टुरेन्टमा चाहिँ खानुको लागि साथीभाइ गेट टुगेदर यो प्रोग्राम लगेर चाहिँ लिएर चाहिँ त्यहाँ गइरहेको देख्छु म। एनिवे केही छैन, तपाईँहरूको क्रिसमस सुखद रहोस्। मेरी क्रिसमस टु अल, टेक केयर।